अगाडिको कार्यमा अगाडिको जति पनि हाम्रो समष्टिको डेभलपमेन्ट होस् या हाम्रो पर्सनल होस्, हाम्रो बिचमा एउटा सम्बन्ध रहिरहोस् है। र यो सम्बन्ध पछिसम्म हामीले एउटा राम्रो स्ट्रङ बनाएर लानुपर्छ है। जस्तो अब हाम्रो दीपक दाजु, हाम्रो आश्रदाहरू हुनुहुन्छ, हाम्रो यहाँ जति पनि अग्रजहरू है, सबैलाई म त्यही भन्न चाहन्छु। र ग्राउन्डबाट है, र हाम्रो समष्टिबाट बिजिपिएम परिवारमा तपाईँलाई एकदमै स्वागत गर्न चाहन्छु। धन्यवाद। ताली बस्नु नि यहाँ हाम्रो मान्छे बच्चा न सुरु आइदिनु खदाको लागि एकदम रातिको 12 बजी पनि अलुवा रहेछ है। नमस्कार सम्पूर्णलाई है। फर्स्ट अफ अल त आजको दिनमा यो हाम्रो परिवार बढिरहेको छ है, र परिवार बढ्नको एउटा कार्यक्रम हो है। र अघि पनि हामी बिचमा एक खेप बसेर बात मारौँ, अन्त बात मार्दा हामीले त्यही एउटा निर्णय ल्याउँ कि हामी हाम्रो समष्टिमा जति सक्दो 95% हामी बरु काममा फोकस गर्ने र 5% मात्रै हामी पोलिटिक्समा फोकस गर्ने। र अहिले हामीलाई काम भनेपछि तपाईँहरूले पनि देखिराख्नु भएको छ कि अनित थापाज्यूले नै हामीलाई गाइड गरिराख्नु भएको छ यो समष्टिमा है, र जिटिएमा पनि हामीलाई उहाँले नै गाइड गरिराख्नु भएको छ। सो यसलाई नै यही सोचलाई अगाडि लाँदै र हाम्रो परिवार बढाउँदै हामी आज हिँडिरहेको। अघि म अन्तर्वार्ता गर्दाखेरि एक दुईजनासँग यस्तो कुरा गर्दाखेरि बिचरा बहुत विश्वास लिएर तपाईँसित जोडिरहेको छ, र त्यो विश्वास कसरी फुलफिल गर्नुहुन्छ तपाईँ? होइन, विश्वास आजको दिनमा कसरी फुलफिल गरिन्छ भने उहाँले पनि के देखेर नै विश्वास गर्नुभएको है। आजको दिनमा जुन प्रकारको हामीले यो समष्टिमा काम गरिरहेको छौँ, हरेक जिपीमा जस्तो प्रकारले हामीले डेभलपमेन्ट गरिरहेको छौँ, त्यो उहाँले देखिराख्नु भएको छ। र त्यो विश्वासले चाहिँ सायद मलाई सपोर्ट गर्नुभएको जस्तो लाग्छ। तर अब जुन चाहिँ त्यो बोलेर मैले उहाँलाई विश्वास दिलाएको होइन, मेरो काम देखेर उहाँले मलाई विश्वास गर्नुभएको जस्तो लाग्छ। सबैलाई के मेसेज दिन चाहनुहुन्छ? सबैलाई त्यही मेसेज दिन चाहन्छु कि अब हाम्रो आउने पिँढी है, अब हाम्रो जति पनि पूर्व बिजनबारी गोक समष्टि छ है, हाम्रो आउने पिँढीको लागि हामीले आजको दिनमा कतिवटा काम गर्नु पर्छ र अगाडि पनि गर्नु परिरहेको छ है। र यो कामलाई नै हामीले निरन्तर लगेर भोलिको दिनमा आउने पिँढीलाई, हाम्रो जग्गालाई, हाम्रो यहाँको जति पनि वातावरणलाई एकदम राम्रो प्रकारले लानु भन्ने म यो सन्देश दिन्छु। दीपकजी, तपाईँ के भन्न चाहनुहुन्छ? नमस्कार है। विशेष गरी म है अन्य पार्टीमा थिएँ, अब पार्टी भनिबस्नु पर्दैन, विदित सबैलाई थाहा छ है। र विशेष गरी म चाहिँ यहाँ पार्टीमा जोइन गर्नुको कारण चाहिँ के हो भन्दाखेरि जब म अपोजिसनमा थिएँ है, म एउटा सङ्ग्रामी जाति माटोको लागि है लड्ने व्यक्ति हो है। त्यसले गर्दाखेरि म यो पार्टीमा आउनुको कारण के भयो भन्दाखेरि हाम्रो मुद्दा अहिले प्रत्येक नेताहरूले विभिन्न किसिमको नेतै अनुसार मुद्दा छ है। यो कहिले पनि फत्ते नहोला जस्तो लाग्यो है। त्यस्तो जाति मुद्दा चाहिँ अनित थापाकोमा पनि छ है, किनभने हामीले हेरिरहेछौँ है, जो जिटिएमा पास गरेर पठाइसकेको छ गोर्खाल्यान्डको लागि है। अन्त आउँदो फ्युचरमा अहिले अनित थापाको सोच के छ भन्दाखेरि हामी पहिला डेभलप गरौँ है, क्षमताशील बनौँ, आर्थिकमा है अघि बढौँ, तब मात्र यो गोर्खाल्यान्ड सम्भव छ भन्ने हामीले है। हामी विपक्षीमा बस्नेले धेर जस्तो हामी सत्तारूढ पार्टीहरूलाई के गर्दैछ है हो त्यो हामीले हेरिरहेको हुन्छौँ है। हामी त्यसलाई एनालाइज पनि गर्छौँ। र जो हामीले भूपेन्द्र छेत्रीलाई है विगत दिनमा हामीले सभासद पनि मैले बनाएको भन्छु है, म किटान गरेर भन्न सक्छु। त्यसले गर्दाखेरि उहाँको सोच पनि एकपल्ट है राम्रो छ। 95% अब विकास गरौँ, डेभलपमेन्ट जितौँ, 5% मात्रै पोलिटिक्स गरौँ भन्ने है। अन्त हामी जस्तो एउटा बेकारी मान्छेले है यो पोलिटिक्स भन्ने कुरो साह्रै हामी पोलिटिक्सलाई चाहिँ गर्दैनौँ न, किनभने डेभलपलाई नै हामी गर्छौँ। किनभने गाउँ एउटा अन्धकार जस्तो छ, जो सेन्ट्रल पर्छ हाम्रो गोक क्षेत्र है, सिक्किम बोर्डर नजिक है। ती सिक्किममा हेर्नुपर्छ है कति राम्रो छ, साफसफाइ हरेक डेभलप छ। तर हाम्रो वारिपट्टि खोलाले काटेपछि है यति साह्रो नाजुक छ है। यसलाई चाहिँ अब हाम्रो सभासदसँग पनि हामीले बातचित गरेका छौँ है। त्यसलाई पनि अब सुन्दरीकरण गर्ने हामीले है एउटा सल्लाह सुझाव माग्दाखेरि उहाँले है
धेरै सहयोग गर्ने उहाँले भन्नुभएको छ। यसोस्ले गर्दाखेरि है जाति र मुद्दा समय अनुसार है हामी अघि बढ्ने नै छौँ है। जो अनित थापाज्यूले पनि जिटिएमा पास गरेर है उहाँले अगाडि बढाइसकेको छ र जुन समयमा है जाति र मुद्दाको कुरा आउँछ हामी सधैँभर है तत्पर रहनेछौँ। थ्याङ्क यू। आउनुको कारण यो हामीले सबै विचार विमर्श गर्दाखेरि अब यत्रो वर्ष भयो गोर्खाल्यान्ड कसलाई मन पर्दैन र होइन। गोर्खाल्यान्डको सम्पूर्ण यो अघि मैले भने छातीबेली बोकेर पनि पहिला त विकास मुलकलाई नै हामीले ध्यान दिनुपर्ने एउटा अवस्था छ क्षेत्रमा हेर्दा। अन्त यो कतिवटा ओजेलमा परेर बस्नुभन्दा होइन यसलाई सम्पूर्ण कुरो हामीले गाउँमा तल्लो घर माथिल्लो घर एकसाथ एउटा पार्टी भएर बसेर त्यही यो कुलजुरी समष्टिलाई नै अलिकति विकासमूलक यो बनाऊ भन्ने सरसल्लाह हेतु आज हामी यो पार्टीमा सामेल भएको। हामीले पुलिसमा हुनुहुन्थ्यो, किन छोड्नु भएको? पुलिसमा छोड्नुको अर्थ पनि हामीलाई पहिला अब त्यो उमेरमा कता कता अब गोर्खाल्यान्डको सपना बोक्ने है अनि कतिवटा अब त्यो कुरोलाई चित्त बुझेन भने त पुलिसमा हुँदा होइन कानुन अर्कै कानुनको माग अर्कै। अनि बरु त्योभन्दा सुभाष घिसिङकै पालोमा प्रकाश सिंह दाजुभित्र काउन्सिलर उहाँहरूको पालोदेखि मैले गोर्खाल्यान्डलाई को निम्ति अनि आफ्नो तपाईँले पुलिसको नोकरी छोडिदिनु भयो, गर्छु। अहिले चाहिँ कस्तो लाग्छ? म जे छु ठिकै छ, ठिकै हुनुहुन्छ। तर अब त्यो सोचेको जस्तो अहिले भएन है, सोचेको जस्तो भएको छैन र त्यो कुरोलाई पनि अब मनन चिन्तन गरेर अब जे जति हुन्छ हामी बाँचिन्जेल अलिकति यो पाहाडलाई यो दार्जिलिङ यो हिर्काउने हाम्रो यो जति पनि बसोबासो गर्छौँ यहाँ अब हामीलाई कतिवटा कुरो वञ्चित भइरहेको छ होइन। त्यो चाहिँ अब हामीले पहिला अब विकासमूलक नै गरेर गोर्खाल्यान्ड पनि छातीमा लिएर बस्ने। विकासमूलक कस्तो टाइपको विकास हेर्नु चाहनुहुन्छ आफ्नो गाउँलाई? आफ्नो गाउँलाई विकास त अब हेर्नुहोस् अहिले अब नानीहरू पढालेखा छ बहुत, तर कुनै सरकारी नोकरी पाउनेवाला छैन। जम्मै विदेश पलायन भइसक्यो नानीहरू होइन। अब अहिले खानी खुसी गरेर के अरे घरमा बसेर पहिलाको जस्तो नानीहरूले खेतीबाली गरेर खाने गाई बस्तु पालेर खाने अहिले अवस्था छैन। अनि नानीहरूको पनि केही भविष्यमा यो पलायन भएको नानीहरू पनि फर्केर केही यो विकासमूलक नै अब गरोस् भन्ने हेतु मेरो सपना। सबैलाई के मेसेज दिनु चाहनुहुन्छ? सम्पूर्ण मेरो पाहाडको गोर्खे दाजुभाइलाई यसरी मिलेर एउटै पार्टीमा बसेर अनि विकासमूलक नै पछाडि गरौँ। त्यसको पछाडि गोर्खाल्यान्डको त हाम्रो माथिल्लो तहको कुरो उनीहरूले गर्दै गर्छ, हामी पनि त्यसमा टेवा पुर्याउने काम गरिरहेको हुन्छ। धन्यवाद। एउटै पार्टी प्रजातान्त्रिक मोर्चामा आएर विकास भएको कुरोलाई अझै विकसित गर्दै लाने, बेकारी समस्याको समाधानहरूलाई अझै सल्भ गराउँदै लाने होइन। र अनित थापाज्यूको धेरै अब हामीले क्रियाकलापहरू कामहरू हेरेको छौँ। उहाँको एउटा सरलता होइन, एउटा फेस टु फेस साधारण जनतासँग पनि बात गर्न सक्ने र उहाँको पिरियडमा जति पनि कामहरू भयो हामीले देखि नै रहेको छौँ। त्यो यथार्थ भएको छ होइन। अन्त यही कुराहरूलाई हामीले मन पराएर अनि हाम्रो यहाँ जुन चाहिँ अहिले हाम्रो क्षेत्रीय सभासद भुटी भाइ हुनुहुन्छ उहाँको यो कार्यकालमा चाहिँ यहाँको एकदमै समष्टिभित्र भनौँ या हाम्रो वान ग्रामभित्र चाहिँ बहुतै उहाँले जुन चाहिँ बोलेको वचनहरू चाहिँ पुरा गर्नुभएको छ। हाम्रो आँखा अगाडि यो यथार्थ चलेको छ। अन्त यसलाई नै मन पराएर होइन अझै पनि धेरै योभन्दा बेसी हाम्रो क्षेत्रलाई विकसित बनाऊ भन्दै सभासद भाइलाई पनि सभासद भाइको हातलाई पनि डह्रो बनाउँदै र आज प्रजातान्त्रिक मोर्चा हाम्रो अनित थापाज्यूको नेतृत्वमा आएर यो पार्टीलाई पनि अझै डह्रो बनाउने, आउँदो समयमा पनि हामी यसरी नै धेरै क्षेत्रलाई विकास गर्दै लाने यही हेतुले यही विचारले चाहिँ आज हामी यहाँ समर्थन गर्न आएको छौँ। भविष्यमा तपाईँले के सोच विचार राख्नु भएको छ यो पार्टीसित? भविष्यमा अब हामीले अब धेरै नै अब राजनीतिमा उम्लियौँ है। तर अब विगतको दिनहरूमा अब हामीलाई
धेरै पार्टीले झुक्क्यायो। अब हाम्रै गोजमुङमा हामीले जुलुजान दिएर खटेको थियौँ होइन, हामीलाई बहुतै केसहरू लाग्यो, हरेक हेनतेन भयो, हामी अब बाहिरिनु पऱ्यो घरदेखि होइन। अब त्यो दिनहरू सोच्दा चाहिँ अब अहिलेको वातावरण, अहिलेको पार्टीसँग तालमेल मिलेर हामी अगाडि बढ्यौँ भने चाहिँ भविष्यमा हामीले कुछ हाम्रो दार्जिलिङलाई सुनौलो एउटा दार्जिलिङ बनाउनु सक्ने एउटा हामीले भावना विचार राखेको छौँ। तब्य रङ्गदो सबैलाई के मेसेज दिनु चाहनुहुन्छ? सबैलाई अब म त्यही भन्छु यहाँबाट है, अब हामी जति पनि क्षेत्रमा, मेरो वार्डमा, मेरो ग्राममा, समष्टिमा जति पनि यसरी विपक्षीमा अडिएर होइन बसेको छौँ एउटा पार्टी र एउटा झन्डाको नाम लिएर, योहरू चाहिँ हामीले सोच्नुपर्ने रहेछ। आज मैले बुझेको छु र तपाईँहरूले पनि स्पष्ट बुझिसक्नु भएको छ जस्तो लाग्दैछ होइन। र तपाईँहरू पनि ढिलाइ नगरिकन आफ्नो गाउँलाई विकास बनाउनुलाई, आफ्नो बेकारी समस्याको समाधान सल्भ गर्नुलाई सबै एक भएर त्यो पुरानो विषयहरूलाई, पुरानो त्यो कस्तो राजनीति भनौँ न, अब त्यो त अब भन्नु अब त्यति साह्रो मिल्दैन होला, विरोध नगरिहालौँ। र त्यो कुरोहरूले हामीलाई केही फलिथाप दिँदैन भने त्यसलाई त्यागेर आज यो प्रजातान्त्रिक मोर्चामा तपाईँ हामी सबै एक भएर अगाडि बढ्नुपर्छ भन्ने म यहाँबाट सबै रहेको ग्रामवासीलाई, क्षेत्रवासीलाई यहाँबाट सुझाव राख्न चाहन्छु। गोजमो छोडेर तान्त्रिकमा कसरी आउनुभयो? हजुर है, र विशेष गरेर के हो भन्दाखेरि अहिले वर्तमान दार्जिलिङको यो अवस्थालाई हेर्दाखेरि फिलहाल चाहिँ गोर्खा प्रजातान्त्रिक मोर्चा है, मोर्चा पार्टीको श्रीमान अनित थापाको हातमा यो दार्जिलिङ है रहेको हुँदाखेरि उहाँको जो विकासमूलक कार्य भएको हुँदाखेरि आज यही कुरोलाई हामी पनि है आत्मसात गरेर गाउँको होइन, गाउँको अनि सम्पूर्ण दार्जिलिङ पहाडको विकास गरौँ भन्ने हिसाबले हामी आएका हौँ। सबैलाई के मेसेज दिनु चाहनुहुन्छ? मेसेज अब त्यही हो, हामी एउटा के हो भन्दाखेरि हामी जति पनि अहिले गाउँमा हामी कतिपय एउटा डेभलपमेन्टको कुराहरूदेखि हामी धेरै वञ्चित भइरहेका छौँ है। र यो नहोस् भन्ने हेतुले सम्पूर्ण गाउँवासीहरू हामी एकमुष्ट भएर है अघि बढौँ।